मैले विगतमा 4 वर्षमा गरेको कामको सन्दर्भमा भन्ने हो भने खास गरी हाम्रो युनिभर्सिटीको सन्दर्भमा धेरै नै महत्त्वपूर्ण काम भएको छ भन्ने मलाई लाग्छ। एक नम्बरमा हाम्रो विश्वविद्यालय ऐनमा यसको केन्द्रीय कार्यालय लुम्बिनीमा हुनेछ भनेर लेखिएको थियो, लेखिएको छ अहिले पनि। तर त्यसको सम्पूर्ण सञ्चालन गतिविधि, एकाडेमिक कार्यक्रमदेखि अफिस सञ्चालनदेखि पदाधिकारी बस्नेदेखि लिएर सम्पूर्ण अफिस सञ्चालन चाहिँ काठमाडौँबाटै हुने गरेको थियो। म आइसकेपछि जबसम्म यसलाई चाहिँ विश्वविद्यालयलाई चाहिँ लुम्बिनीमा लैजान सकिन्न तबसम्म यसको वृद्धि विकास हुन्न भन्ने लाएर मैले चाहिँ यसको केन्द्रीय कार्यालय जहाँ सम्पर्क कार्यालय मार्फत चलिरहेको थियो त्यसलाई मैले चाहिँ लुम्बिनीमा इस्टाब्लिस गरेँ र अहिले लगभग 10-12 वर्षसम्म काठमाडौँबाटै काठमाडौँमै केन्द्रित भएको कार्यालय चाहिँ लुम्बिनीमा गयो र मैले लगेर अहिले फुल फेजमा लुम्बिनीबाटै चलेको छ। केन्द्रीय कार्यालय इस्टाब्लिस भएको छ, क्याम्पस इस्टाब्लिस भएको छ र केन्द्रीय कार्यालयमा बस्ने पदाधिकारी हामी चाहिँ सबै लुम्बिनीमा बसेर काम गर्दै गरेका छौँ। त्यो चाहिँ लैजान सके भन्ने लाग्छ नम्बर 1। त्यो बाहेक हामीसित एक थान एउटा ऐन मात्रै बाँकी थियो। हामीसित एक थान ऐन थियो। त्यसले माग गरेका विभिन्न किसिमका नियमावलीहरू जो विश्वविद्यालय चलाउनका निम्ति अपरिहार्य थिए त्यस्ताहरू चाहिँ बनेका थिएनन्। म गइसकेपछि मैले ती नियमावलीहरू बनाएँ। जुन नियमावली नबनाइकन अगाडि जानै सकिन्थेन, मैले त्यो नियमावलीहरू चाहिँ बनाएँ र अहिले हामीसित शैक्षिक प्रशासन सम्बन्धी नियमावली, सेवा सम्बन्धी नियमावली, आर्थिक प्रशासन सम्बन्धी नियमावलीहरू मौजुदा छन्। त्यो नियमावलीका आधारमा रहेर हामीले आवश्यकता अनुसारका चाहिँ विनियमहरू र कार्यविधिहरू बनाएका छौँ। यो अर्को उपलब्धि हो। त्यसबाहेक म लुम्बिनीमा जाने बेलामा जति बेला म त्यहाँ म टिचर पनि हो त्यहाँ, त्यति बेला चाहिँ हाम्रोसित जग्गा जम्मा नेपाल सरकारले दिएको 2 बिघा जग्गा मात्रै हामीसित उपलब्ध थियो। म गइसकेपछि नेपाल सरकारबाटै मैले 8 बिघा जग्गा प्राप्त गरेँ र हामीले विश्वविद्यालयले 8 बिघा जग्गा प्राप्त गऱ्यौँ। अहिले हामीसित 11 बिघा जग्गा झन्डै चान्चुन 11 बिघा जग्गा छ। त्यो पनि अर्को उपलब्धि हो। चौथो उपलब्धि भनेको के हो भने जग्गा प्राप्ति मात्रै होइन, हामीले त्यहाँ बनाउनु पर्ने इन्फ्रास्ट्रक्चर जुन चाहिँ बिल्डिङहरू, भौतिक पूर्वाधार को क्षेत्रमा उल्लेखनीय काम भएको छ। हामीले जग्गा प्राप्त गऱ्यौँ। जग्गा प्राप्त मात्र गरेन, पदाधिकारीका आवास, भिसी, रजिस्ट्रार, डिनको निम्ति आवास, छात्रावास, टिचर्स आवास लगायतका संरचना हामीले बनाएर सकायौँ र निर्माण भइसके र केही संरचना अब रिसर्च सेन्टर, लाइब्रेरी जस्ता केही चिजहरू बनिरहेका छन् र तिनी निर्माणाधीन अवस्थामा छन्। त्यो अर्को उपलब्धि हो। त्यसबाहेक अर्को उपलब्धि भनेको हामीले हाम्रो विश्वविद्यालय बौद्ध धर्म, दर्शन, संस्कृति, साहित्यको अध्ययन अध्यापन गर्ने विश्वविद्यालय हो। यसको संरचना आफैमा चाहिँ बुद्धिस्ट आर्किटेक्चरसित रिलेटेड हुनुपर्छ र त्यस्तो झल्किनुपर्छ भनेर लाएर हामीले त्यसको फ्लेभर, बुद्धिज्मको फ्लेभर कमसेकम पनि संरचनाहरूमा पनि आओस् भन्ने लाएर हामीले विश्वविद्यालयको जुन प्राङ्गण छ त्यसभित्र हामीले एउटा यस्तो संरचना बनायौँ जुन अहिले त्यसलाई हामीले प्रज्ञा स्तूपाको नामले हामीले नामाकरण गरेका छौँ। त्यो स्तूपा बनायौँ। त्यो स्तूपा बनाइसकेपछि त्यो स्तूपामा त्यसको महत्त्वलाई अझै बोझिलो बनाउनको निम्ति हामीले त्यहाँ चाहिँ बुद्धको अस्थि धातु लिएर आएर बर्माबाट ल्याएर हामीले राख्ने काम गऱ्यौँ। त्यो पनि अर्को उपलब्धि हो। त्यसबाहेक हामीसित जम्मी एउटा फ्याकल्टी थियो। अब म चाहिँ जाने बेलामा हाम्रो उसमा चाहिँ बुद्धिस्ट स्टडिज मात्र एउटा फ्याकल्टी थियो। हामीले सिनेटबाट अरू थप 2टा फ्याकल्टीहरू इस्टाब्लिस गऱ्यौँ। एउटा ह्युमेनिटी सोसल साइन्स
एउटा इन्भाइरोमेन्टल साइन्स र एप्लाइड साइन्स हामीले चाहिँ फ्याकल्टी दुईवटा फ्याकल्टीहरू चाहिँ हामीले इस्टाब्लिस गरियो। अहिले बुद्धिस्ट स्टडिजभित्र पनि हामीसित ब्याचलर्स, मास्टर्स र पिएचडीका क्लासहरू चलाएका छन्। त्यस्तै ह्युम्यानिटिजभित्र पनि हामीले चाहिँ क्लासहरू चलाएका छौँ। त्यसभित्र चाहिँ हामीले विभिन्न विषयहरू बिए, एलएलबी, ट्राभल टुरिज्म र आर्कोलोजी, म्युजियोलोजी जस्ता विषयहरू चाहिँ हामीले सञ्चालन गरेका छौँ। र अहिले जुन चाहिँ डेभलपमेन्ट स्टडिज र एप्लाइड साइन्स फ्याकल्टीभित्र हामीले एग्रो फोरेस्ट्री, सस्टेनेबल डेभलपमेन्ट र इन्भाइरोमेन्टल साइन्स चाहिँ अध्ययन गराउने चरणमा छौँ। त्यसको हाम्रो तयारीमा छ। भनेपछि यो यिनीका अहिले म त्यहाँ गइसकेपछि भएका मुख्य उपलब्धिहरू। ठिक हो, यो हामीसित सबैभन्दा पहिला सोधिने प्रश्न यही हो। तपाईँले जुन प्रश्न सोध्दै हुनुहुन्छ, हामीलाई सबैले सोध्ने प्रश्न यही हो। तपाईँ कुरा सुरुवात यही इन्जिनियरिङबाटै गरिएको छ। यसमा प्रश्न पार्न चाहन्छु। अब मैले तपाईँसित कुरा गर्दै जाँदा 4 वर्षको पिरियडको कुरा गर्दैछु, तर यो म रजिस्ट्रार भएर नियुक्ति भएर जानुभन्दा यो 6 महिना अगाडिको कुरा थियो होइन। 6 महिना अगाडिको थियो भनेको मतलब जति बेला इन्जिनियरिङलाई हामीले त्यो निर्णय गरिसकेका थियौँ। यद्यपि युनिभर्सिटीले गरेका थियो, पछि म गइसकेपछिको निर्णय होइन, 1 नम्बर। अब तर एउटा युनिभर्सिटी भनेको अविच्छिन्न उत्तराधिकारी संस्था हो। कुनै पनि पदाधिकारीले कुनै पनि कसैले निर्णय गर्यो भने त्यसको निरन्तरता त गर्नै पर्ने हुन्छ। त्यो गर्नै पर्ने हुन्छ। एज ए पदाधिकारी हिसाबले अगाडि जानै पर्ने हुन्थ्यो र हामीले त्यसलाई पछिल्लो अवस्थामा तपाईँले भने जस्तो अलिकति कानुनी रूपमा मिलेन कि, बाहिर देख्दाखेरि पनि सोसाइटीले एक्सेप्ट गरेन कि भन्ने जुन कुरा आइरहेछ, तपाईँहरूको मूल उद्देश्यभन्दा बाहिर गयो कि भन्ने जुन क्वेसन उठिरहेको छ, यसलाई कसरी मूल उद्देश्यमा ल्याउने भन्ने बारेमा हामीले धेरै चाहिँ छलफल चाहिँ गरेका छौँ र त्यसको निराकरणको निम्ति केही निराकरण गर्ने काम चाहिँ पनि भएको छ। यसमा मैले दुईवटा कुरा भन्न चाहन्छु। एउटा कुरा त यो विषय चलाउने विषयभित्र के छ, यसको सिलेबस र कन्टेन्टमा के छ भन्ने कुरा हामीसित कहिले खोजिएन। हामीलाई इन्जिनियरिङै भनेर भन्यो एउटा। यो कन्टेन्ट त्यसभित्र के छ भन्ने कुरामा चाहिँ अलिकति जान खोजिएको छैन। यसको सिलेबसकै सन्दर्भमा कुनै पनि कार्यक्रमको मुटु भनेको सिलेबस हो। त्यो सिलेबसभित्र गएको छैन। यद्यपि यो सिलेबसभित्र बुद्धिज्मसित रिलेटेड धेरै विषयहरू छन्, जस्तै बुद्धिस्ट आर्ट, आर्किटेक्चर होइन, जस्ता विषयहरू पनि छन्। बुद्धिस्ट आर्ट, आर्किटेक्चर अहिले हामीले काठमाडौँका सारा संरचनामा विदेशीलाई ल्याएर यो हेर त्यो हेर आदि भनेका छौँ। त्यति बेलाको हामी गर्व गर्छौँ। तर त्यसको प्रिजर्भेसनका लागि, त्यसको प्रमोसनका लागि हामीले के गर्ने त? सिलेबसमा राख्ने, पाठ्यक्रममा राख्ने, पढाउने आदि इत्यादि कुरामा हामी विमुख भएका छौँ। हामीले हो तपाईँले भने जस्तो जुन चाहिँ इन्जिनियरिङ हामीले भनेका छौँ त्यसभित्र यी विषयहरू पनि इन्क्लुड गरेर हामीले चाहिँ यो चलाएको छौँ। यद्यपि बुद्धिस्ट स्टडिजको फिलोसफिकल हिसाबले पनि हामीले केही सर्टेन पेपरहरू त्यहाँ इन्क्लुड गरेका छौँ र यसरी हामीले कोर्सको डिजाइन गरिएको छ र त्यसलाई हामीले लान खोजेको हो। तर बाहिर सोसाइटीको म्यासेज, बाहिर राज्यको म्यासेज त्यो रूपमा जान सकेन। हामीले त्यसलाई बुझाउन सकेका छैनौँ। हाम्रो प्रयत्न जारी छ, कुनै दिन त्यसमा जाला भन्ने लाग्छ। 1 नम्बर। अर्को, यसलाई समाधान गर्ने हिसाबले इन्जिनियरिङको हिसाबले हामीले भनेका थियौँ हाम्रो अनुसार मिलेन। अब 1 टर्म लिएको विद्यार्थीहरूलाई हामी तपाईँहरूलाई हामीले एक्सेप्ट गर्छौँ र यसलाई चाहिँ तपाईँहरूलाई सर्टिफिकेट दिइदिन्छौँ। त्यसभन्दा अगाडि हामी चाहिँ लिँदैनौँ भन्ने हिसाबले हामीले एउटा निर्णय गरेका थियौँ। निर्णय गरिसकेपछि हामीले यो उहाँहरूलाई जानकारी गराएको थियौँ कलेजलाई। तपाईँहरूलाई अहिलेसम्म भर्ना लिएको विद्यार्थीहरूलाई हामी चाहिँ तपाईँहरूलाई रेजिस्ट्रेसन गर्छौँ र यसलाई एन्डिङ गर्छौँ। अब फर्दर अगाडि बढ्दैन है भनेर हामीले भन्यौँ, उहाँहरूलाई जानकारी गराउँ। थपक्क त्यो विषय चाहिँ अहिले सबै कुराको छिनोफानो अदालतले गर्छ। अदालतमा गइसकेपछि अदालतले हामीले युनिभर्सिटीले गरेको चाहिँ तपाईँहरूलाई अब फर्दर अगाडि जान सकिँदैन, रेजिस्ट्रेसन गर्न सकिँदैन भनेको कुरा अदालतमा पुग्यो। अदालतले स्टे अर्डर जारी गरेर त्यो निर्णय कार्यान्वयन नगर्नुहोस् भनेर विद्यार्थीकै पक्षमा फैसला गर्यो। अहिले गरिसकेपछि हामीले दिएको सर्टिफिकेटकै कुरा आयो। त्यसपछि हामीले एउटा विधि अपनायौँ। हामीले यहाँका विज्ञहरू, नेपालका इन्जिनियरिङ सेक्टरका प्रख्यात विद्वानहरू
होइन, जीवराज पोखरेल जो इन्जिनियरिङको डिन पनि हुनुहुन्छ, उहाँको संयोजकत्वमा हामीले 4-5 जनाको एउटा विज्ञहरूको टिम बनायौँ र उहाँलाई भन्यौँ हामीले हाम्रो सिलेबस हेर्नुहोस्, हाम्रो परीक्षा प्रणाली हेर्नुहोस् र हाम्रो प्रोडक्ट हेर्नुहोस्, यति तिनवटा हेरेर कहीँनिर के छ, हामी यो चिजलाई अगाडि बढाउन सक्छौँ कि सक्दैनौँ भनेर हामीले भन्यौँ। विज्ञहरूले प्रतिवेदन दिनुभयो र उहाँले भन्नुभयो सिलेबस पर्फेक्ट छ, प्रोडक्ट पर्फेक्ट छ, परीक्षा प्रणाली पर्फेक्ट छ, यसमा कुनै दोष लाउने ठाउँ छैन। त्यस कारण चाहिँ हामी यसलाई चाहिँ हामीले चाहिँ रिकगनाइज गर्न सक्छौँ र युनिभर्सिटीलाई कुनै क्वालिटीको मामलामा फरक छैन भनेर भनिसकेपछि हामीले चाहिँ सर्टिफिकेट इस्यु गऱ्यौँ। त्यो गइसकेपछि अब अर्को बाटो थियो रेटो, जहाँ गएर इक्विभ्यालेन्ट गर्ने चलन छ होइन। यद्यपि हामी आफै पनि गर्न पाउने, तर अहिले परम्परा जुन चाहिँ नेपाल सरकार टियुभित्र रहेको एउटा इक्विभ्यालेन्ट गर्ने एउटा समिति छ, त्यसमा हाम्रा चाहिँ ती चिजहरू सर्टिफिकेटहरू गए र जाँदाखेरि त्यहाँबाट इक्विभ्यालेन्ट भएर विद्यार्थी पाएको अवस्था छ। र तपाईँलाई अझ शानदार रूपमा भन्दा हाम्रो त्यहाँबाट निस्केको इन्जिनियरिङको प्रोडक्ट चाहिँ अहिले विदेशी विश्वविद्यालयहरूमा तपाईँको पिएचडीको लागि क्यापेबल भएर उनीहरूले चाहिँ एप्लाई गरे। अब अहिले नयाँ ब्याचको बारेमा कन्टिन्यू छैन, पुरानो ब्याच चाहिँ हामीले चाहिँ टुङ्गिसकेका छौँ। हो, हामीले गुरु योजना चाहिँ हामीले बनाएको हो। अब त्यो पनि कस्तो हुँदो रहेछ भने गुरु योजना भनेको यो अकाट्य संरचना चाहिँ होइन। विश्वविद्यालय यो तहसम्म जान्छ, यो परिस्थितिमा यो तहसम्म जान्छ भने एउटा मोटामोटी क्यालकुलेसन हो। हामी त्यो गुरु योजनाभन्दा त्यति धेरै बाहिर गएका छैनौँ। त्यस्तो गुरु योजना भनेको के थियो भने खास चाहिँ हाम्रो सिलेबस र हाम्रो एकाडेमिक प्रोग्रामलाई 3टा क्याटेगोरीमा बाँडेको छ। त्यसले एउटा कोर बुद्धिस्ट स्टडिज, न्यू बुद्धिस्ट सब्जेक्ट र एप्लाइड बुद्धिज्म गरेर 3टा क्याटेगोरीमा बाँडेको थियो होइन। कोर बुद्धिस्ट स्टडिज बुद्धिज्म भनेको के भने अब पाली संस्कृत जो बुद्धिज्मसित रिलेटेड छ त्यो जान्नै पर्ने हुन्छ। त्यसबाट एउटा प्रकाण्ड बौद्ध विद्वान उत्पादन गर्ने, त्यसको लक्ष्य त्यो थियो। एप्लाइड बुद्धिज्म होइन, जो बुद्धिज्म पनि हो र अहिले समसामयिक विषयहरू छ होइन, जस्तै तपाईँको बुद्धिस्ट इकोनोमिक्स होइन, बुद्धिस्ट इन्भाइरोमेन्ट होइन, बुद्धिस्ट साइकोलोजी होइन लगायतका जुन विषयहरू छन् त्यो एप्लाइड बुद्धिज्मको नामले जुन जानिन्छ, हामीले यो विषयको एउटा क्याटेगोरीमा राखेका थियौँ। अर्को न्यू सब्जेक्ट भनेर हामीले चाहिँ जुन चाहिँ राखेका थियौँ होइन, तपाईँको चाहिँ जसलाई चाहिँ जेनरल सब्जेक्ट, न्यू भन्दा पनि जेनरल सब्जेक्ट राखेका थियौँ। जो जेनरलभित्र हामीले जस्तै अहिले चलाएको अरू युनिभर्सिटीहरूको कार्यक्रम जस्तै तपाईँको चाहिँ ह्युम्यानिटिज तपाईँको चाहिँ म्यानेजमेन्टको कुरा होइन, अरू साइन्सको कुरा र तमाम अरू विषयहरू अहिले जुन समसामयिक चलेका छन् तिनलाई हामीले यो चाहिँ तपाईँको चाहिँ जेनरल सब्जेक्टभित्र राखेको थियो। अब कुरा आउनसक्छ अब इन्जिनियरिङ जेनरल कसरी हुनसक्छ भन्दा हाम्रो भाषामा, युनिभर्सिटीको भाषामा हाम्रो कोर क्षेत्र एउटा हो, हामीले जेनरलभित्र राखेका छौँ। अहिले आम रूपमा पढाइ भएको विषयलाई त्यो जेनरलभित्र चाहिँ हामीले इन्जिनियरिङलाई राखेर हामीले चाहिँ मास्टर प्लान बनाएको। अब त्यसको अहिले परिभाषा अलिकति फरक परेको छ, किनभने हिजोबिहान हामी एउटा फ्याकल्टी थियो र हामी त्यता लागेका थियौँ। अहिले हाम्रो 3टा फ्याकल्टी भएको हुनाले होइन, अब हामी त्यही मास्टर प्लानको हाराहारी हुने गरी हामी अगाडि बढेको स्थिति छ। अब यो तपाईँले भने जस्तो एकदम सही कुरा हो। त्यो के छ भने अब अहिले मार्केट भनेको जेनरल विषयतिर भयो भने सबैले जब ओरिएन्टेड विषयहरू सब्जेक्टहरूतिर मान्छेहरूको ध्यान बढी छ एक। अब तर हाम्रो उद्देश्य त फरक छ। हामीले जेनरल मात्रै कुरा होइन, हामीले बुद्धिस्ट स्टडिजकै प्रमोसन गर्ने हिसाबले एनमा बौद्ध धर्म दर्शन संस्कृति साहित्यको जगेर्ना गर्ने प्रमोसन गर्ने हिसाबले हाम्रो उद्देश्य हो। त्यसमा चाहिँ हामीले विद्यार्थी एउटा हुन्छ कि 2टा हुन्छ भन्ने कुरा यो आम कोर्स नभएको हुनाले पक्का पनि तपाईँले भनेपछि च्यालेन्ज छ। त्यसप्रति मान्छेहरूको रुचि छ होइन, तर रुचि हुँदाहुँदै पनि त्यतातिर जान सक्दैन, किनभने मार्केट ओरिएन्टेड विषय होइन कि मार्केटमा बिकिँदैन कि भोलि मैले तुरुन्त मैले के पाउने भन्ने हिसाबले हुनसक्छ। तर यसले राज्यको दीर्घकालीन विकासमा महत्त्व राख्छ र यसले चाहिँ विकास गर्न सक्छ। हामी बुद्धिस्ट स्टडिज हामीले यहाँ पढाउन सक्यौँ, बुद्धका विचारहरूलाई यहाँ प्रमोसन गर्न सकियो भने, विद्वानहरू उत्पादन गरेर यहाँ चाहिँ यसलाई व्यापक बनाउन सकियो भने यसको एकदम चाहिँ दीर्घकालीन प्रभाव हुनसक्छ। देशको विभिन्न सेक्टरमा हुने कुरा हामीले बुझाउन सकेका छैनौँ।
त्यो बुझाउनलाई टाइम लाग्छ, धेरै टाइम लाग्छ, बुझाउन सकेका छैनौँ। यद्यपि यसको महत्त्व चाहिँ बढी छ। त्यसमा चाहिँ अब विद्वान उत्पादन गरेर मात्रै भएन, पेटको पनि सवाल छ भन्ने कुरा आउनसक्छ। तर त्यस्तो किसिमको बुद्धिज्म जुन बौद्ध धर्म दर्शनको उनको जुन चाहिँ फिलोसफी छ, त्यो फिलोसफीलाई प्रमोसन गर्न सक्यो भने समग्र राष्ट्रको उन्नति र विकास चाहिँ एकदम चाहिँ सन्तुलित हिसाबले हुनसक्छ भन्ने कुरा हाम्रो विश्वास छ। केही दिनमा यो मान्छेले बुझ्दै जानेछन्, यसप्रति आकर्षण बढ्दछ र पछिल्लो अवस्थामा यसप्रति अलिकति हामीले जुन एप्लाइड कोर्सहरू जुन राखेका छौँ यसप्रति आकर्षण छ। हामीले अहिले तपाईँले भन्नुभयो हामीले लको कुरा गरेँ, मैले लमा पनि हामी प्योर लको कुरा होइन, हामीले त्यसमा चाहिँ बुद्धिज्म जोडेका छौँ। जो मान्छेले ल चाहिँ पढ्छ भोलि बिहान त्यो विद्यार्थीले स्वाभाविक हिसाबले तपाईँको चाहिँ बुद्धिज्म पनि पढोस् भनेर हामीले एउटा पेपर राखेका छौँ। अहिले विद्यार्थीहरूलाई हिजो बिहान यो त के हो, यो भिचु पढाउने हो कि, हामीलाई यस्तो किन राख्यो आदि इत्यादि विद्यार्थीहरूले भन्ने गर्थ्यो। अहिले सबैभन्दा राम्रो रुचि त्यसप्रति छ अनि इन्ट्रेस्ट जागेको छ। यस्तो हुँदै गयो भने भोलि बिहान यो हाम्रो दर्शन हो, यसलाई प्रमोसन गर्नुपर्छ, यस माध्यमबाट देशलाई चाहिँ सस्टेन गर्न सकिन्छ भन्ने हिसाबले एउटा वातावरण निर्माण हुनसक्छ। त्यस कारण विद्यार्थीको च्यालेन्ज छ। हामी चाहिँ अब यो च्यालेन्ज चाहिँ तपाईँको विद्यार्थी थोरै भए पनि हुन्थ्यो, तर हामीले जहाँबाट जुन रूपमा हामीले जुन ग्रान्ट कमिसनबाट हामीले अनुदान लिएर चलाउँछौँ त्यहाँ चाहिँ हामी विद्यार्थीको टाउका गनेर हामीलाई पैसा दिने गर्छ। हाम्रो लगानी हेर्दा धेरै गुणा लगानी भएको हुन्छ, विद्यार्थी सङ्ख्या कम हुन्छ। अब यसले गर्दाखेरि यो नीतिगत रूपमा भएको एउटा प्रब्लम हो। नीतिगत रूपमा भन्नाले कि त हामीलाई यसलाई छुट्टै हो भनेर राख्नु पऱ्यो राज्यले, या टाउका गर्ने सिस्टमलाई हटाइदिनु पऱ्यो। अब अरू विद्यार्थी र ट्युमा एउटा विद्यार्थीको 14,000 पर्छ, हामीलाई 2 लाख पर्छ होइन। त्यस्तो हिसाबले कि त हामीलाई जेनरल हिसाबले जानुहोस् खुल्ला गरिदिनु पऱ्यो। त्यही भएर हामीले अहिले बिचको बाटो लिएका छौँ र अब युनिभर्सिटी पनि सस्टेन हुने, बुद्धिज्म पनि बच्ने र बुद्धिज्मलाई पनि प्रमोसन गर्ने हिसाबले हामीले नीतिहरू बनाउँदैछौँ। त्यही दिशामा नै हामी जान्छौँ। एकदम चाहिँ विदेशी विद्यार्थीहरूलाई आकर्षण गर्नको निम्ति हामीले अहिले केही योजना हामी बनाउँदैछौँ। त्यसमा के हुँदो रहेछ भने हामीले केही ट्राई गरेका हौँ। अब उनीहरूले हेर्दाखेरि तपाईँहरूकामा भौतिक पूर्वाधार कस्तो छ, सेक्युरिटी कस्तो छ, सिलेबस कस्तो छ होइन, फ्याकल्टी कस्तो छ, यी सबै कुराले चाहिँ निर्धारण गर्छ होइन। यिनी सबै कुरा भयो भने उनीहरू भरोसा हुन्छ, पढ्न आउन चाहन्छ, लुम्बिनीमा आउन चाहन्छ। त्यो आध्यात्मिक इन्भाइरोमेन्टमा बसेर विदेशी विद्यार्थीहरू आउन चाहन्छन् र हामीसित उनीहरू डे टु डे कन्ट्याक्टमा पनि छन् उनीहरू। तर यिनी सबै कुरा चाहिँ हामी बनाउन सकेका थिएनौँ 4 वर्षको पिरियडमा। अब अहिले केही बनाउँदैछौँ हामी, केही हुने सम्भावना देखिएको छ। त्यसका 2-3टा कुरा छन्। एउटा कुरा चाहिँ त लुम्बिनीको आध्यात्मिक इन्भाइरोमेन्टमा बसेर तपाईँको विदेशीहरूले त्यहाँ पढ्न चाहन्छ, त्यस कारण चाहिँ त्यहाँ विदेशी आउने सम्भावना एउटा प्रबल छ, नम्बर 1। 2 नम्बरमा विश्वभरि 42वटा राष्ट्र छन् बौद्ध राष्ट्रहरू जहाँ बुद्धिज्मको केही न केही प्रभाव छ। ती देशका सबै कुरा प्लट चाहिँ राखेको छ विकास कोषमा, विकास कोषको मास्टर प्लानभित्र ती देशका विभिन्न संरचनाहरू छन् अथवा उनीहरूको नाममा छुट्याइएको छ। उनीहरू यो बाटो रूपमा लुम्बिनीमा त्यहाँ आउन चाहन्छन्। त्यहाँ आउने पनि आफूले आध्यात्मिक क्रियाकलाप पनि गर्ने र विश्वविद्यालयमा उच्च शिक्षा स्टडी पनि गर्ने, त्यो वातावरण चाहिँ बनाउने हिसाबले जाँदैछ। त्यसको लागि मैले भने नि हाम्रो सिलेबस चाहियो ठिक, हाम्रो फ्याकल्टी चाहियो ठिक, हाम्रो पूर्वाधारहरू चाहिए होइन, र शान्ति सुरक्षा चाहियो होइन। यी कुराहरू हामीले जुटाउन सकियो भने विदेशी विद्यार्थीको खाँचो हुँदैन। र अहिले बौद्ध देश मात्रै होइन युरोपियन कन्ट्रीबाट पनि आउने, फलोअप गर्ने, के कस्तो छ भन्ने क्वाइरी गर्ने काम भइरहेको छ। अब बिस्तारै हामी हुन्छ भन्ने कुरामा विश्वास छ। अबको 4 वर्षको बिचमा यो काम हुन्छ भन्ने लाग्छ मलाई, गर्न सकिन्छ। एउटा मसित केही कुरा चाहिँ के छ भने मैले दिमागमा के राखेको छु भने हाम्रो विश्वविद्यालय अरू विश्वविद्यालयमा मैले हेरेको छु, अरू विश्वविद्यालयहरूमा भएको विकृतिबाट विश्वविद्यालयलाई पृथक राख्ने र यसलाई नमुना बनाउने, बुद्धको आदर्श विचारबाट यसलाई गाइडेड गर्ने र सुशासनको प्रत्याभूति दिने, आर्थिक क्रियाकलापमा पारदर्शिता अपनाउने र यसलाई चाहिँ सस्टेन गराउने र सेल्फ सस्टेन हुने हिसाबले गर्ने, कसैको मुख ताक्न परोस् भन्ने हिसाबबाट अन्त गर्ने र एउटा चाहिँ देशकै एउटा नमुना विश्वविद्यालय बनाउने लक्ष्य छ। त्यसको निम्ति केही काम सुरु भइसकेका छन्। हामीसित
एकदमै कमी भनेको अहिले पूर्वाधार हो। अब जग्गा छैन हामीसित। विश्वविद्यालय भनेको अब त्यो 2-4 बिघा जग्गा होइन, कमसेकम 2-4 सय हुनुपर्ने थियो। हामी 100 बिघा जग्गाको परिकल्पना गरेका छौँ। त्यो क्याबिनेट जाने चरणमा छ। अब त्यो पास हुने सम्भावना हुन्छ, त्यो जग्गा प्राप्त गरिन्छ। हामीले यो विश्वविद्यालयलाई 4 ठाउँ एक्सटेन्सन गर्ने विचार गरेका छौँ। एक बुद्धसित सम्बन्धित लुम्बिनी, त्यस्तै बुद्धसित सम्बन्धित तुलराकोट कपिलवस्तु, बुद्धसित सम्बन्धित बुद्धको मावली देवदह, बुद्धसित सम्बन्धित रामग्राम, यदि 4 ठाउँमा एक्सटेन्सन गर्ने योजना रहेको छ। अहिले हामी तत्कालै यो कामको आरम्भ हामी पहिलो नम्बरमा लुम्बिनीमै सेन्टरलाई चाहिँ हामी मजबुत बनाउँछौँ। दोस्रो नम्बरमा हामीले तपाईँको चाहिँ देवदहमा चाहिँ केही कार्यक्रमहरू चाहिँ एप्लाइड साइन्सका कार्यक्रमहरू सञ्चालन गर्छौँ। त्यसपछि कपिलवस्तुमा हाम्रो प्रायोरिटी रहनेछ। त्यहाँ हामीले 500 बिघा जग्गाको प्रपोज गरेका छौँ। त्यसपछि हामी रामग्राममा जानेछौँ र यसरी चाहिँ हामीले 4 ठाउँमा यसलाई एक्सपान्सन गर्नेछौँ। एउटा एकाडेमिक हिसाबले लुम्बिनीलाई हामीले बुद्धिज्मको हिसाबले फोकस गर्नेछौँ। हामीले केही कलेजहरूलाई चाहिँ यसलाई एक्सटेन्सन गर्ने विचार गरेका छौँ। बुद्धिज्म हाम्रो हिमाली बेल्टमा पनि अत्यन्तै ठुलो प्रभाव छ। त्यसलाई चाहिँ मिट गर्नको निम्ति काठमाडौँमा एउटा सेन्टर बनाउने उद्देश्य पनि राखेका छौँ। हिमाली बेल्टमा हामी के गर्न सकिन्छ त्यहाँ पनि गर्नेछौँ र 4 ठाउँमा चाहिँ एक्सटेन्सन गर्नेछौँ। हामीले केही मार्केटमा चलेका केही जेनरल विषयहरूलाई चाहिँ हामी इन्क्लुड गरेर विथ बुद्धिज्म इन्क्लुड गरेर केही कुराहरूलाई चाहिँ कार्यक्रमलाई अगाडि बढाउनेछौँ। त्यसले गर्दाखेरि विद्यार्थीको सङ्ख्या पनि पर्याप्त होस् र युनिभर्सिटी सस्टेन पनि होस्, हाम्रो उद्देश्य पनि मिट होस् भन्ने उद्देश्यका साथ हामी जाने हो। मेरो मूल भिजन भनेको यही हो। सायद हामीले कानुनले निर्धारण गरेको विचार पनि यही हो। हामी यो दिशामा हुनेछौँ र 4 वर्षमा अब तपाईँले सुन्नुहुन्छ विश्वविद्यालयले यति काम चाहिँ गर्न सकिन्छ भन्ने लाग्छ।